हेलो प्रिंस म त जाऊ नि क्यामेराम्यान हेलो साथीहरू वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामीहरू बौद्ध गएको कि साथीहरू बौद्ध घुम्नको लागि गएको थियौँ अनि हामी चाहिँ सानो सानो भिडियो बनाएर राखेका छौँ कि साथीहरू। त्यो भिडियो चाहिँ मैले अहिले पोस्ट गर्दैछु किन भनेपछि आज अब चाहिँ मेरो मम्मी चाहिँ भोलि पर्सिमा घर जाँदै हुनुहुन्छ कि साथीहरू अनि त्यसैले गर्दाखेरि अन्तत धेरै जस्तो ठाउँमा घुमाइसकेँ। बौद्ध चाहिँ घुमाएको थिएन अनि मेरो मम्मी चाहिँ बौद्धमा घुम्न जान मन गर्नुभएको थियो कि अनि मेरो बुनु मम्मी बाबु म भएर चाहिँ घुम्न गएको थियो साथीहरू देख्न सक्नुहुन्छ। अनि भिडियो चाहिँ थोरै सानो सानो क्लिपहरू हालेको छ कि साथीहरू। अनि भिडियो चाहिँ बौद्धमा चाहिँ बहुत माथि चाहिँ भिडियो बनाउन मनाइ छ कि साथीहरू। त्यही पनि मैले भिडियो बनाएको छु थोरै सानो सानो क्लिपहरू राखेको छु। लास्ट अन्तिमसम्म हेरिदिनु ल साथीहरू। यहाँनिर चाहिँ साथीहरू देख्न सक्नुहुन्छ मेरो छोरा क्या मेरो पुच्चेले चाहिँ होइन भिडियो बनाउँदै हिँडिरहेको छ कि अनि उसलाई पनि मैले चाहिँ युट्युबमा भिडियोहरू पोस्ट गरिदिएँ उसलाई पनि एकदमै मन लागेको छ। अनि म पनि मेरो पनि युट्युब च्यानल छ सबैजनालाई सब्सक्राइब गरिदिनु भन्नु है मम्मी भन्छ क्या। अनि उसले पनि देख्न सक्नुहुन्छ भिडियो बनाउँदै हिँडेको छ क्या ऊ चाहिँ। अनि चस्मा लगाएको निकालेर फालिदिइहाल्यो अनि आमालाई दिइहाल्यो उसले। अनि मम्मी मेरो भिडियो बनाइदिनु न भनेर ऊ चाहिँ भनिरहेको छ। अनि एकछिनमा चाहिँ मैले अहिले भिडियो बनाइदिन्छु उसको। अनि उसको मोबाइलमा पनि राम्रो आउँछ नि भिडियो त साथीहरू। तर पनि नबनाऊ तिमी पढ्ने मान्छेले तेरो मोबाइलमा फोकस गर्ने होइन भनेको मान्दैन अनि उसले अनि अगाडिको क्यामेराबाट बनाएको छ कि साथीहरू। पछाडिको क्यामेरा चाहिँ उसले मोबाइल खसाली बिगारिसक्यो भने अगाडिको क्यामेरादेखि त राम्रै आउँछ बाबुको। अनि उसले आफै भिडियो बनाएको छ साथीहरू देख्न सक्नुहुन्छ। हेलो प्रिंस म त जाऊ नि क्यामेराम्यान साथीहरू हामी चाहिँ भित्र छिर्न लाग्यौँ। ए यहाँ यो कस्तो राम्रो है। साथीहरू म चाहिँ पहिला पनि आएको छु नि त बौद्धमा धेरैचोटि आएको छु कि। अनि मेरो ममु र बुनु चाहिँ आएको थिएन नि त यहाँ मैले ल्याएको थिएन घुम्नलाई। अन्त त धेरै जस्तो ठाउँमा घुमाएको छु कि यहाँ चाहिँ आएको थिएन मेरो बुनु र मम्मी। अनि आज चाहिँ लिएर आएको। अनि यहाँ चाहिँ मलाई मेरो बहिनी लक्ष्मीको एकदमै याद आयो साथीहरू। मेरो बुनुलाई लिएर म चाहिँ पहिलोचोटि बौद्धमा आएको थिएँ कि घुम्न। अनि यहीँनिर फोटोहरू भिडियोहरू बनाएको छ नि त उसँग धेरै त्यो याद आयो साथीहरू। यो भिडियो हेर्दैछु भने मेरो बुनु लक्ष्मीलाई धेरै मिस गरेको छु। मिस यु बुनु भन्न चाहन्छु।
कुराकानी नगरेको पनि धेरै भइसक्यो नि त। अनि त्यसैले गर्दा मैले एकदमै सम्झेको छु है तिमीलाई पनि। अनि यहाँनिर के देख्न सक्नुहुन्छ साथीहरू, मेरो छोरा चाहिँ आम्मामा यति चकचके छ कि उसले चाहिँ खै के आइसक्रिम हो कि के किनिदिए भनिरहेको छ कि किनिदिनु मामु भनेको छ। अनि यहाँनिर कहाँ पाउँछ त अहिले पसलमा गएर किनिदिन्छु नि भनेको, नाइ चाहियो कि चाहियो भनिरहेको छ क्या साथीहरू। अनि म एकछिनमा किनिदिन्छु भनेको रोएर मलाई खिचाएर है, त्यसपछि एकछिनपछि मुनतिर पसलमा झरेर किनिदियो साथीहरू हामीले। साथीहरू हामीले चाहिँ भिडियो बनायौँ, फोटो खिच्यौँ होइन। अब चाहिँ हामी घर जानुपर्छ, ढिला भइसक्यो भनेको छु कि मैले। अनि हामी घर जानको लागि तल झरिसक्यो। उसले चाहिँ घर जामै भनेको मैले यति चिस्काएर है, नाइ ऊ त छ पसल जुसहरू अनि आइसक्रिमहरू ऊ त पाउँछ, ऊ त जाने भनेर रोयो कि। अनि हामी फेरि उता पसलतिर गएको। अनि उसलाई चाहियो भनेपछि चाहियो। त्यसैले गर्दा फेरि मम्मीले किनिदिनु भयो होइन। म चाहिँ यता भिडियो बनाउनु बिजी छु नि त। मम्मीले आइसक्रिम भन्दा पनि जुसहरू के किनिदिनु भयो मम्मीले। अनि हामी चाहिँ घर फर्किन लाग्यो साथीहरू, देख्न सक्नुहुन्छ। हेलो गर्नु साथीहरू अब चाहिँ हामी निस्किन लाग्यो। बौद्धदेखि बाहिर निस्किसक्न लाग्यो। यो गेट देख्न सक्नुहुन्छ। हामी चाहिँ निस्क्यौँ बाहिर। अब चाहिँ हामी गाडी चढ्नेवाला छौँ, गाडी चढ्छौँ। अनि एकछिनपछि गाडी चढ्छौँ। अनि हामी बिच बाटोमा आएर खाजासाजा खाएर हामी घर फर्किन्छौँ साथीहरू, देख्न सक्नुहुन्छ। ढिला भइरहेको थियो कि साथीहरू। अनि हामी चाहिँ निस्किहाल्यौँ। बाबुले चाहिँ साथीहरू यहाँनिर चाहिँ हामी गाडीदेखि झरेर खाजा खानेवाला छौँ। खाजा खाएर एकछिनपछि घर फर्किन्छौँ हामीहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले र बुनुले चाहिँ चिकन चाउमिन खायौँ भने मेरो छोराले र मम्मीले चाहिँ मोमो खाँदै हुनुहुन्छ। मम्मीले र बाबुले चाहिँ मोमो खाने भन्नुभयो। अनि बुनुले र मैले चाहिँ चिकन चाउमिन खायौँ साथीहरू, देख्न सक्नुहुन्छ। साथीहरू आजलाई चाहिँ यति नै। अब चाहिँ हामी अर्को भिडियोमा पक्कै पनि भेट हुने नै छौँ। अब चाहिँ हामी अन्तिमतिर लाग्यौँ। हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। लाइक कमेन्ट गर्न पनि नबिर्सनु होला। आजलाई चाहिँ यति नै। अब अर्को भिडियोमा पक्कै पनि भेट हुने नै छौँ। टाटा बाई बाई साथीहरू।